चाहिँ म 2 हप्ताको एक्सर्साइज सके पछाडि आज घर फर्किँदैछु बल्ल बल्ल अनि एकदमै घर मिस गरेको छु, घरको फुडहरू मिस गरेको थिएँ र यो सबै चाहिँ बाटोमा देखेको दृश्य हो। अनि मैले बाटोमा चाहिँ फर्किँदा केएफसी किनेर खाएर आधी चाहिँ मेरो बुढीलाई केएफसी र बुके किनेर घरतिर गएँ। घरमा पुगेको अनि त्यस पछाडि हेरेको किचन सफा गरिरहेको छ। बुढीले फ्रिजमा हेरेको त सामानहरू सबै सिद्धिएको रहेछ। मैले ल्याउँछु नि त सबै सामान अनि त्यही भएर चाहिँ म गाडी स्टार्ट गरेर बाहिर ग्रोसरीहरू सपिङ गर्नुतिर लागेँ। अनि मैले चाहिँ गुलाबको फुल सँगै राखेको थिएँ इनकेस बुढी छिटो घर आयो भने चाहिँ बुढीलाई थाहा नहोस् भनेर चाहिँ मैले चाहिँ बुके मैसँग राखेको थिएँ। अनि म चाहिँ गाडीमा निस्केँ बाहिर। बाटोमा थोरै ट्राफिक जाम पऱ्यो तैपनि म नजिकै थियो 5 मिनटमा पुग्ने। ग्रोसरी पुगेर मैले चाहिँ अन्डा, दुधहरू, प्याजहरू, टमाटरहरू अनि थोरै फ्रुट्सहरू, दही सपिङ गरेर टक्क घर आएँ। अनि घर आएर चाहिँ म धमाधम सामानहरू मिलाउनतिर लागेँ। मैले चाहिँ धमाधम सामान राख्न लागेँ। बिग्रिने सामान चाहिँ फ्रिजमा राखेँ अनि मैले चाहिँ पोर्क लिएर आएको थिएँ। अनि मैले चाहिँ यो प्लास्टिकलाई चाहिँ राम्रो फोल्ड गरेर राखेँ ताकि रियुज गरौँ भनेर। त्यसपछि मैले चाहिँ टक्क एप्रोन लगाएर खानेकुराहरू बनाउनुतिर लागेँ। अनि टक्क पारेर कराई बसाएँ अनि कराईमा तेल हालेर चाहिँ म लसुन प्याजहरू काट्न लागेँ। अनि मैले कराईमा चाहिँ तेल हालिसकेको थिएँ। त्यसपछि मैले जिरा मसलाहरू डढाउन लागेँ अनि अघिल्लो पोर्क हालेर चाहिँ पर भुट्न लागेँ। अनि मासु भुट्दै गर्दा मैले खाना पनि बसाउन लागेर चामल लिएर चामललाई चाहिँ धुनुतिर लागेँ। पोर्क र चामलको भात त खानु पर्यो। मेरो बुढीले पनि पोर्क एकदमै मिस गरिरहेको थियो, त्यही भएर मैले यसरी चाहिँ टक्क खाना पनि बसाएँ। पोर्क पकाउने सँगसँगै मैले पोर्क चाहिँ फ्राई खाने अनि दाल पकाउने भनेर चाहिँ मैले घिउ निकालेर टक्क घिउमा चाहिँ जिरा सिरा झानेर चाहिँ दामी तरिकाले दाल बनाउनतिर लागेँ। पकाएपछि त पोर्कसँग साग नखानु त कुरै भएन। त्यही भएर मैले चाहिँ भर्खर सपिङ गरेको साग चाहिँ फ्रिजबाट निकालेर धुन लागेँ। हरियोबाट निकालेँ, हरियोबाट हालेर सबै पत्ता पत्ता निकालेँ अनि धुन लागेँ। अनि त्यो पानीमा राखेर चाहिँ मैले यहाँ तरकारीमा मरमसला हालेँ मासुमा अनि त्यसपछि पर भुट्न लागेँ। अनि दाल पनि भुटिसके पछाडि चाहिँ मैले पानी हालेर कुकरको बिर्को लगाइदिएँ। अनि मैले चाहिँ अघि भिजाएर आएको सागलाई चाहिँ रक्क पारेर राम्रोसँग धोइ पखाली गरेँ। अनि पोर्कमा चाहिँ हातले अब यो साग चाहिँ एकदम सफ्ट थियो, त्यही भएर मैले हातले यसरी बटारेर हालेँ अनि टक्क पारेर चलाएर मरमसलाहरू बाँकी हालेर टक्क पारेर यसरी छोपेर राखिदिएँ।